हाई एभ्रिवान, म चाहिँ कहाँ जाँदैछु आज होइन तपाईँहरूलाई देखाउने छु। तपाईँहरू पनि मेरो भिडियो स्किप नगरिकन हेरिदिनु होला। म कहाँ जान्छु है। अब यतिखेरसम्म म कहाँ जान्छु, अब मेरो भिडियो हेरिरहनेहरूलाई त थाहा भएकै हुन्छ होइन। हेर्नु न पसिना फेरि म जाँदैछु, तपाईँहरूलाई पनि देखाउँछु। स्किप नगरिकन हेर्दै गर्नु होला है। अब मैले दैलो खोलेँ त, दैलो खोलेँ। अब लक चाबी पनि झऱ्यो, लक खोल्छु चाहिँ म जान्छु। सुँगुर स्यान्डल म चाहिँ रेडी भएँ होइन। म चाहिँ जाँदैछु है, तपाईँहरू पनि हेर्दै गर्नु होला म कहाँ जाँदैछु गाइस। त्यसपछि चाहिँ म बाटोसम्म हिँडेर आएर टोटोमा चढिसकेँ होइन। हेर्नुहोस् न कस्तो घाम रहेछ, छाता पनि ल्याइन। यहाँ चाहिँ एउटा आन्टी हुनुहुँदो रहेछ, उतै जानु हुँदो रहेछ होइन, ब्याङ्कपट्टि नै। सो म यही टोटोमा गएँ। यो स्कुटी चाहिँ मेरो हस्बेन्डको है। म पुगि पनि सकेँ। हस्बेन्डलाई टिफिन दिनुको लागि आज नलिकन जानुभएको थियो नि त ड्युटी। सो म पुगाउनु गएको। अनि ब्याङ्क चाहिँ फर्स्ट फ्लोरमा छ, अलिकति सिँढी चढ्नुपर्छ है। आज चाहिँ खाली रहेछ म जाँदाखेरि चाहिँ होइन। हेर्नुहोस् न खाली रहेछ, ब्याङ्कमा त एलाउ छैन तर पनि गएँ है।